Hot News Express presents. त्यो बेलामा चाहिँ म आफै पनि मन्त्री भएको भए चाहिँ म सुट गर्दिउ भनेर आदेश दिन्थे। राजतन्त्र पुनः फर्काउनलाई किन आफ्नो आइडियोलोजी छड्न सकिरा छैन? प्रहरीको हतियार खोसेको निजाउँछ, त्यसपछि प्रहरीले गोली चलाएको हो। सबै प्रहरीको हतियार खोज्दै भए के हुन्थ्यो? बिचरा ती सुरक्षाकर्मीहरूसँग केही छैन, हात हतियार, एउटा लट्टी र एउटा आफूलाई प्रोटेक्सन गर्ने त्यो एउटा सिसाको ब्लक मात्रै, मोटरसाइकलको हेलमेट लाएको छ। त्यसलाई यहाँहरूले मैदानमा खटाउँदाखेरि इक्विपमेन्ट दिनु पर्दैन त? त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने कहाँ चिकसम्मको नैतिकता हो? उसले गर्न खोजेको के हो त? ऊ सर्वोपरि हो, जे बोले पनि भयो, जे गरे पनि भयो। त्यत्रो सुरक्षाकर्मीले मूर्खाले त्यो सिसा फोडाएको छ, बुलेट प्रुफ गाडी चढेर आएको छ, त्यत्रो सुरक्षाकर्मीलाई पेलेर गएको छ। त्यो त लाइभ सबैले देखिरहेको थियो। Thanks for watching. Please subscribe for more videos.